हेलो हेलो गुड इभिनिङ हो मित्रहरू। आफू त यहाँ तरकारी आजको तरकारी छैन, यो घोले टिपेर आज यसकै तरकारी यसकै अचार बनाएर चट्टसँगले खानुपर्ने भयो र म एकदमसँगले आफ्नै बारीको घोले टिपिरहेको छु खोजी खोजी। घोले खोजी खोजी टिपिरहेको छु मित्रहरू। तरकारी आजको अचार पनि तरकारी पनि टिपेर खाइन्छ बनाएर। ल यो बोटको यति फलेछ, यो भान्टाहरू चाहिँ धेरै छन् मसँग सब्जीमा, तर यो खाएपछि एकदम एलर्जी हुनु थाल्यो। यसलाई चाहिँ बाइकट गर्नुपर्ने भयो। यो तिते करेलाहरू चाहिँ भर्खर यत्रा यत्रा हुँदैछन्। ओ तैँले के काटे कि? गोले खोज्ने भयो त आइज। गोले टमाटर गोलभेडा चट्ट पारेर गोलभेडा यो बोटमा पनि रहेछ अलिअलि, यसको पनि टिप्नु पर्यो मिलाइ। यसकै आज अचार र तरकारी खाइन्छ। यसमा चाहिँ थुप्रो पाके जस्तो छ मित्रहरू। घोले भेडा गोल भेडाको चटनी खानुपर्ने भयो आज। घोल भेडा यति हो बल्ल तल्ल, कता कता पाकेछ। पाक्न त धेरै पाक्न लागिरहेको रहेछ। घोले अब यसलाई मिलाउने धनियाँ टिप्नु पर्ने भयो अलिकति। धनियाँ पनि बुढो भएछ सबै। धनियाँ पनि बुढो भइहाल्छ नि यहाँ सबै। यति धनियाँ भइहाल्यो चटनी। हो तरिका हो, चस्मा पनि झरिहाल्यो त। गाइजहरू चटनी, गोलभेडाको चटनी। यहाँ भान्टा चाहिँ फल्याएर छ। यो भान्टो चाहिँ एलर्जी हुन लाग्यो। अब भान्टो क्यान्सिल हान्नुपर्ने हो गाइजहरू। त फर्सीहरू पनि बढिरहेछ, मुन्टा हुन्छ अलिक पछि। पानी पर्न सकिरहेको छैन,
पानी परेपछि मुन्टा खान पाइन्छ फर्सीको। अहिले चाहिँ गोला भेडाको अचार खानुपर्ने भयो। हो के छ खालि मोबाइलमै घोप्टे रोग लागेछ क्या? बोल्दैन चाबी नि हरायो त के गर्छु अब? तेल हाल्नु पर्छ छैन? यस्तो महँगी तेल हाल्छ खै? 500 को 2 लिटर दिँदैन? ल अब यसलाई खोर्सानी पनि टिप्नु पर्यो अब। हो नानु के छ हालखबर? हाय है खोर्सानी टिपेँ। अब यसलाई खुर्सानी ल खोर्सानी पनि भयो, खोर्सानी पनि भयो। अब यति भएपछि काफी भयो आजलाई चट्नी। ल अब यसलाई चाहिँ पकाउनको लागि म गृहमन्त्री कहाँ पुर्याउँदैछु। चट्ट पारेर ओ बुढी ल्याइदैछ मिठो पारेर बनाउनु। हो भाइ सबैले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट पनि हान्दिनु होला मित्रहरू। ल यो चाहिँ मेरो अमलाको अचार हो। एकदम सुगर रोगीले चाहिँ अमलाको अचार खानुपर्ने अरे।